बुढामा भन्नु पर्यो ऊ के भन्छ यो बसामा सेकुवा सेकुवा एक वन्य भइरहेको ल खानु है ल ल यहाँ तुम्बा हाल्दैछ तुम्बा खानु हुँदैछ हाराकै हुनुहुन्छ खाइयो छानेर खानु न खुट्टा छुनुहुन्छ क्या हाम्रो चाहिँ ल सासु आमा ससुराल जानु लागिदेखि रेडी भएको होइन दाढी साडी काटेर हुँदैछु मैले त अस्ति एकचोटि गइसक्यौँ अब त पुरानो भएको हो नि त साथीभाइ आएर खासँग यो यहाँ बुढाले पोल्दैछ है म खाइनँ तपाईँ खाएकै अब खानु पऱ्यो भने म खानु सक्छ खान्न छिटो यता हेर्नु भाइरस बच्यो भने भाइरस जाइ के अरे यो राम्रो हेर्नु हाई गाइज वेलकम टु माई युट्युब च्यानल फेरि पनि यहाँ सबैजनालाई स्वागत छ अनि सो म र बुढा चाहिँ अब माइत जानु लागेको बुढाको ससुराली अनि मेरो चाहिँ माइत अब हामी चाहिँ जानु लागेको छ मैले बेलुकामा चाहिँ स्टार्ट गरेको कि त्यही भएर चाहिँ अलिक उयो आइरहेको छ कि किरमिर अनि सो अब हाम्रो चाहिँ नजिकै हो नि त नि त्यही भएर बेलुका अब जाँदैछौँ साथीभाइहरू हामीलाई सपोर्ट गरिदिनु होला अनि माथि गएर नि भेट्नु है त बुढा पुरा एक्साइटेड हुनुहुन्छ होइन कोही त नि त फेरि हेर न एक्साइटेड हुनुहुन्छ होइन हजुर अलि मजाले बोल्नु नि हौ त्यही त हजुर भन्दैछ कस्तो अरू बेला चाहिँ यहाँ यो झोला पनि बोकिहाल्छ झोलामा चाहिँ के हो अनि हाम्रो यहाँ कोसेली पात छ अझै किन्न बाँकी छ होइन हजुर ल अब हामी चाहिँ लाग्छौँ छिटो हिँड्नु अब सतर्क जाने बित्तिकै 2 मिनटमा हामी पुगिन्छ होला हौ 2 मिनटमा होइन बोल्नु त ढोका लाउनु त ढोका लाउनु ओके बाई बाई अब हामी चाहिँ लाग्यौँ साथीभाइहरू अब माथि नै भेट्नुपर्छ ल साथीहरू ससुराल जानु लागिदेखि रेडी भएको होइन दाढी साडी काटेर फेरि हाँस्छ क्या फेरि मर्ने गरी यता हेर्नु तपाईँ त नि सोझे नक्कलै छ अरे त नि हो कमेन्ट आइरहेको थियो दिदीहरूले गर्नुभएको थियो ससुराल जानुलाई एक्साइटेड होइन के लाग्नु भयो त कसैले ससुराल जाँदाखेरि अब के लानु हो त्यही छ त नि साथीभाइहरू हामी चाहिँ अब निस्किन लागेको ल माथि के भन्छ हाम्रो चाहिँ अब नजिकै हो नि त मैले तपाईँहरूलाई देखाउँछु अनि यहाँबाट चाहिँ केमा हिँडिरहनु हिँड्दै पोका पटेर बोकेर हिँड्दै जान्छु म अब साथीहरू हेलिकप्टर किनिदिएको छैन हेलिकप्टर किनिदियो भने हेलिकप्टरमै जानुहुन्छ नि ल हामी गयौँ अब माथि नै भेटौँ ल हामी बुढाबुढी चाहिँ अब लाग्यौँ ससुरालीतिर साथीभाइहरू हाम्रो आउटफिट चाहिँ नर्मल सिम्पल छ है अब यत्तिकै पुरानो हुँदैछौँ मैले त अस्ति एकचोटि गइसक्यौँ अब त पुरानो भएको हो नि त साथीभाइहरू त्यही भएर टक्क यति भएर सक्यो अब गयौँ हाम्रो घर जाने बाटो चाहिँ यस्तो छ कि साथीभाइहरू एकैछिनमा पुगिन्छ कि माइत त नजिकै हो नि त त्यही भएर साथीभाइहरू एकैछिनमा पुगिन्छ नि त आजको मौसम चाहिँ धरमा यस्तो छ तर बेलुका पनि भइसक्यो नि त ल साथीहरू माथि नै भेटौँ है त यो यति बोकेर दुईपट्टि किन लाजे मध्यो छ्या जे पिटी अब आमा हेर न नबोक्ने के यति पनि बोक्नु नसकेको अयो भित्र हाम्रो त होइन दाइको साथीको हो क्या यता हेर्नु त आमा अनि आज कति खाने खाना किन खोइ यता हेर्नु त्यहाँ फेरि खायो भने चाहिँ मैले जानेछु ठुलो भइसक्यो साथीभाइहरू हाम्रो त घर आइपुग्यो त एकैछिनमा हेर न के बोकेर आइरहेको
यता हेर्नु न यस बोल्नु क्या कि शब्द के भन्नु भन न सिकाउ न किन लजाउनु क्या ल म लजाको छु र ओ हेलो अनि ससुराले आइपुग्यो त फाइनली हामी चाहिँ के तिम्रो माइत मेरो ससुराली आइपुग्यौँ आयो यति भएर हामी चाहिँ आइपुग्यौँ क्या घरमा अनि यहाँ बुढाले चाहिँ बोकिरहेको छ आइपुगेको होइन हजुर हजुर चस्मा चस्मा खै ल काले बस्नु के तिम्रो बन्दुक त उसमै छोडी छ नि सरी उयो चिज बोल्दैछ ला बन्दुक कालु के भनेन नि फेरि कालु अहिले बन्दुक त चलाउनु हुँदैन नि त बन्दुक चलायो भने पुलिसले गरिन्छ ढुका लगाउँदा छोरी ल हामी चाहिँ आइपुग्यौँ साथीभाइहरू ससुरालीमा आपा सुतिरहनु आपा हामी त आइपुग्यौँ त लाग्ने त यहाँ राख्नु ल आपालाई ढोक्नु नमस्ते बाउ नमस्ते खुट्टा छुनुहुन्छ ल मेरो गरिदिनु त यहाँ पुग्नु मम्मीहरू कहाँ हुनुहुन्छ यहाँ खुट्टा ढोक काले काले खुट्टा ढोक यहाँ मेरो मेरो चाहिँ अङ्कलको हातमा 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 ल ल तुम आउनुभयो तुम्हाला नमस्ते पराठो गर्नु हात खुट्टामा ढोक्नुहुन्छ ल आज फेरि पाएँ ल तुम टाढो टाढो खुट्टा छुनुहुन्छ क्या हाम्रो चाहिँ ल सासु आमा ल मेरो उयो गरिदिनु त मम्मीले कताबाट मजाले देखाउनु न मम्मीलाई ल मम्मी हाम्रो त्यस्तो हुन्छ नि त उहाँहरूको चाहिँ अब खुट्टा छुँदाखेरि चाहिँ अप्ठ्यारो मान्छ क्या त्यस्तो होइन नि त हाम्रो चाहिँ अलिक तपाईँहरूको चाहिँ ऊ खुट्टै छुनुपर्छ नि त आमाहरूको तर हाम्रो मम्मी छोराहरूको त त्यस्तै कस्तो गर्छ भाउजूले तपाईँ खुट्टा छुन्छ बुहारीले चाहिँ छुनु पर्दछ क्या ल अब हामी चाहिँ घरमा आइसक्यौँ खोइ नाना कान्छी पर लु हिँड्नु पर ऊ यहाँ छ अर्को निकालेर खाऊ गर्छ तिम्रो खाना भेट गरिसकेको रोटी मिठो छ मम्मी छोरीले कसरी टाढा बाटो ल्याएर तात्र खोला तरेर आएको सात सामान पारीको रोटी साह्रै मिठो भयो सात सामान पारीको रोटी आयो हो यतिको रोटी खाएकै थिएन बाहिर छ अहिले खाँदैछु खानु ल खानु तुम्हाले खानु भएन खानु न अझै बिचरा मम्मीको दाँत त कतिले लगाएको कि कत्रो अहिलेसम्म डराउँदै छ भन्छ तर मम्मीको लगाएको नि दाँत त लुगा मार्गी मलिक लागिरहेको छ मम्मीलाई भित्रै बिस्तारमा बस्छ यहाँ धुवाले अहिले यो पोल्यो ए के हुँदैन बस्नुहुन्छ नि हामी चाहिँ आज माइतमा यसरी सुँगुरको मासु चाहिँ पोलेर खानु लागेको नि त्यही भएर यहाँ देख्न सक्नुहुन्छ यो सुँगुरको मासु यत्रो धेरै म्यारिनेट गरेर राखिसक्नु भएको छ नाना बहिनीले अब चाहिँ म्यारिनेट गरेर अब यो चाहिँ अब चाहिँ पोल्नु पर्ने हुन्छ साथीभाइहरू ल बोक्दा खान्छ कुखुराको आम्बो कुखुराको रहेछ नि त्यत्रो धेरै अनि आज चाहिँ खानुपर्ने हुन्छ यो भएर यहाँ चाहिँ अब पोल्नुलाई लगाउँदैछ कान्छीले धेरै नखाने होइन आज यता हेर्नु त कति खाने अरे मन पर्दैन होइन यो त झनै कसैलाई मन पर्दैन है कुरालाई त झन् मनै नपर्ने चिज पो हो त आयो
यस्तो मजाको आज यतातिर चाहिँ सल्किनु रहेछ माथिबाटै ल्याऊ हो चोकबाटै त्यही त साथीभाइहरू सुरु भयो अलिक ठुलो पिस छ क्यारा कान्छी हो त अनि ढिलो पाक्छ त यिनीहरू त लेग पिस उहरू त सुँगुरको त होइन मान्छे छिटो हुन्छ छिटो तर यहाँ चाहिँ ढिलो पाक्छ नि त हुँदैछ है यता डर धेरै ससुराली आउने अनि सुक्खा पोलेर खाने होइन शीतम लजाउँदै पोल्दैछ नि भरे चाहिँ लुकी खाने होला होइन हजुर बिगार्नु हुँदैन है मिठो मिठो मासु खानेको उयो खानु लोकल रक्सी जाँदैनु अरे नजाँटे अरे हजुर हजुर श्रीमतीज्यू भन्ने हजुर पो भन्ने त कान्छी हुन्छ होला म उभिएरै गर्छु अलिक अप्ठ्यारो हुन्छ घरिघरि चाहिँ बिसाउनु न भिडियो बनाउनेलाई ल्याइदिनु भएको हाम्रो नानाले सबैभन्दा कान्छी नानाले ल्याउनु भएछ त नाच्यो साथी भएर कस्तो धुवा आयो के खाएको बुढा आराखा कत्रो ठुलो भनेको आराखा राईको चाहिँ भयो आराखा मलाई है एउटा ऊ छैन त ऊ त हेर्दा अघि डढ्यो नि यार आराखासँग यो आराखासँग चाहिँ अस्ति मम्मीले जुन होइन आगो गुर्र बालेको थियो नि हो त आराखासँग चाहिँ यो खाने हो कि सेकुवा यहाँ बुढाले पोल्दैछ है तिमी खाने म खाइनँ तपाईँ खाएकै अब खानु पऱ्यो भने म खाए जस्तै भइहाल्यो नि होइन हजुर म किन खानु पर्यो तिमी वाइन खुवाउनु पर्छ हुन्छ मम्मीले खतरा पारेको छैन मिठो छैन स्वास्थ्यमाले पारेको एउटा लिएर हुन्छ कि जस्तो लागिरहेछ उता त्यो बिमारी हुँदा खाने क्या चिसो लाग्दाखेरि लानु पाउँछ होला हौ यार एक पेप्सी त्यो क्या खाना क्या 1 लिटरमा लानु पर्यो क्या रक्सी त पाउनु पर्ने जस्तो लाग्छ पाउँछ होला मासुहरू चाहिँ अहिले पाउँदैन होला फेरि अस्ति जानेले 2 केजी सुकुटी लगाएको छ कि फेरि पक्ल्यो भने त अनि फेरि दामी फाइन हानिन्छ फेरि यहाँको 50,000 जोल्टीतिर 50,000 तिरेको यहाँ अस्ति अघि त्यो आगोले गर्दा डढ्यो नि यहाँनिर यार कान्छी अब मेकअप क्लास सिक्ने हो यहाँ ऊ साइन्सले पनि अब सेकुवा तयारी भयो अब खाने बेला सेकुवासँग खाने चाहिँ अचार त्यो मजाले धनिया हालेको यो सेकुवा तयारी भयो अब चाहिँ खानुपर्ने हुन्छ ए बिस्तारी नाना यो तुम्मा अब यहाँ तुम्मालाई यो अहिले खानुभयो भने अझै छ है यता हेर्नु है तुम्मा खुसी हुनुहुन्छ ज्वाइँले अब बनाउँदैछ सबै मिलेर खानुपर्छ क्या ल ल यहाँ अब हाम्रो आमै फेमस हुनुहुन्छ हाम्रो आमै खानु न हाम्रो आबा खानु है ल ज्वाइँले बनाउनु हुँदैछ ल आपाको लागि हो यो एउटा यहाँ आइगयो मजाले खानु मिठो भयो आबा लु खानु खानु बिस्तारै
बिस्तारो साथै त्यहाँ पनि आउँछ होइन एकछिन रेस्ट गर्नु सक्दिनँ आराम गर्नु भनेको मासु ल हाम्रो आमैले के यो इलामा भन्नु पर्यो ऊ के भन्छ यो बसामा सेकुवा सेकुवा एक वन्य भइरहेको ल खानु है ल मिठो छ जानु मलाई त तातो पानी दिए त हुन्थ्यो नानाले दिनुहुन्छ जानु मसला चाहिँ दान्न जब पाहुना आउँछ के हुँदैन ल आज छोरी जय पनि आयो वापामा एउटा उनी सिँगै के भन्छ त्यसलाई पापा लापेता बिचरा आपा बिस्तारै खानु है दाँतले अलिक हुँदैन पला नि आपा बिस्तारै बिस्तारै ज्वाइँले के खान्छ अलि खानुहुन्छ यही मासु रक्सी खान्छ जे खाए पनि छ नि अहिले ल यहाँ तुम्मा खाँदैछ तुम्मा ड्राई कस्तो छ अरे तुम्मा राम्रो छ फर्स्ट क्लास मिठो छ मासु अनि मासु मिठो ल ल ल ल ल ल तर्को पनि सट्टै खानु त अलिकति चिसो चिसो खान्छ होला यिनीहरूले हामी पऱ्यो खाँदै गर्छौँ नि तपाईँहरू खानु न हुँदैन सट्टै त हुँदा आउनु अब हस् खानु हुँदैछ हाराखै कडा धेर पो नखाएको म खानु दसैँमा उसिता ल बाबुआमासँग यहाँ बसेर हामी पनि छोरी ज्वाइँ पनि आएर सबै यहाँ सघाउँदै खाँदैछौँ आज यहाँ आप्पा हुनुहुन्छ खाइयो छानेर खानु न हस् यता चाहिँ छ काली माइली नानाको छोरी ठुली एउटा छोरी अनि खोइ भाइ चाहिँ यता हेर ए कालु यता छ हाम्रो कालु गम कि गम कस्तो छ कालु यता हेर त छोरा यता हेर आम्बो ह्यान्डसम छ नि लु खाऊ तपाईँहरू खानु पहिला अनि हामी खान्छौँ पनि पछि बनाउँदै आइहाल्छु म केही चाहन्छु कुखुराको अहिले अब पाक्छ अझै कुखुराको खानु नि त सुँगुरको साह्रो भयो तपाईँहरूलाई अझै अनि यत्रो छ त कुखुराकै खाइदिनु पर्यो छाला पोलेको कि तारेको पोले चाहिँ हो नि यहाँ खाना खाए म त टन्न भइगयो कुखुराको खाऊँ न पकाएर आपाले छ छाला खाऊँ न पोलेको त पोलेको त हुँदैन खाऊँ न दात हुने
पनि थिएन रेसा गाई हजुर राखिदिने छैन नि खानुहुन्छ खानु आफै खानु खानु मामा खा म त खादिनँ बाबा म त पानी खान्छु म खानु छोरी यता हेर यी मेरै छ नि कहाँ लिक्सी छोरी यता हेर खाने चाहिँ भन्नु लु कालुको सबै चिज छोडेर खाने सबै आज रातभरि ठोकेर उनीहरूलाई सुत्नै दिन्न होला है ल लु खानु है लु म पल्लोपट्टि गएँ आपालाई अहिले फेरि यो अर्को ल्याइदिन्छु एउटा एउटा भएपछि कुखुराको भएपछि आमामा कहाँ आयो ल्याएको मलाई नै साथीहरू यस्तै लाउनुपर्छ वाइन खाने त भरे तिरुमिल ज्याउला नि फेरि खानु न हस् हुन्छ खानु साथीहरू मैले लिँदैछु हजुर मैले लिँदैछु होइन यिनीहरू पो पाउँदाबाट त भएन मोचा भन्दा हाम्रो अगाडि घरको पो पाहुना भयो होइन नि पाहुना गर्ने होइन त्यसो नसोच्नु न यहाँ उति मुनि भुइँमा छाउनुपर्छ हौ बसेर खानु फारान्चेक ए नौरान्चेक दाँत कटाउने भित्र छ त दाँत कटाउने भित्र छ त नि मोबाइल हाल बाँसकै हो के पुगेको सबै कुरो पुगेको खाइदिएँ खानु मलाई नदेखा न नार्गीले गर्दाखेरि होला नि मलाई म दबाई खाँदैछु म केही पनि खाँदिनँ अहिले अलिक सन्चो छैन त्यही भएर भिडियोमा आएको छैन अलिअलि मात्रै आउँछ अस्ति नै साई ल्याएको दिन एउटा म पनि बिहार खाएको थिएँ त्यसले थला पारेको नि म पनि ए चिसोले होला नि त्यही मेरो भएर पेट दुखेर खोक्नै भएको छैन दुखेर दुखेर त्यसो भए बार्नु है त मासु खानु नि त अलिअलि एक पिस एउटा जति म है पुग्यो मासु काबु खा एकछिन बसेर बस्नु त बस्छु कि हेर्नु खाँदिनँ यहाँ ज्वाइँले पोल्नु हुँदैछ नि त त्यही भएर अघि मासु छिटो पोल्ने घर जाम भनेर अघिदेखि भनेको थियो अनि मैले होइन अलिक ढिलो ढिलो जानुपर्छ ज्वाइँ हो घरमा गएर बसी बसी खानुपर्छ भनेको फेरि पोल्ने त्यस्तो अब त्यस्तो सोच्नु त्यही भएर मै पोल्छु भनेर अघिदेखि आउनु खोज्दै थियो क्या छिटो दिउँसो क्या अनि त्यही त भनेर उसलाई जाउँ भने अब मान्दैन अनि मै ढिलो गरेको अनि फेरि त घरमा अलिअलि काम पनि त थियो नि त यताउता अनि सिनिसाना सरसफाइ गर्नु सुन पसलमा सुनिया पनि भेटेको थियौँ कतिखेर जानुभएको थियो उता गयौँ नि त त्यो ऊ कर्नेपा बाबा आयो नि त यहाँ ए अनि जाउँ कि चाहिँ गरेर म त सक्दिनँ बिमार छु भनेर नगए भएन गएको अनि बाबै चाहिँ स्कुटी लिएको रहेछ स्कुटी पाएर गयो हामी चाहिँ हिँड्दै हिँड्दै बाउसँग गएको कहिले पनि त म हल्लाउँछु ए ऊ बाबै भन्दा हामी अगाडि पुगिरहेको थियौँ बाबै कता काम पराउनु फेरि फर्क्यो कता भनेर ओरसम्म खोज्नु आयो अरे हामीले काँची काट्न त यो मासु सजै काट म काट्नु यहाँ छ पिस बनाउनु मेरो त दुईपट्टिको नै ऊ भयो क्या पिल्सियो क्या त्यतिखेर खाएर त्यो तातो भयो र त्यही भएर अस्तिको गरेको दुखेर छ मलाई खानु पर्छ भनेको नखाने भाउजूलाई भातहरू छ नि भात छ भात फेरि यहाँ के हुन्छ नि त मछाले पनि खानुहुन्छ के भनेर पकाएको तातो खै बिचरा काम गरेको खानुहुन्छ क्या त म छाची कहाँ खानेर अब कहाँ खानु र अब सेतो पानी मात्रै बढ्दै रहेछ यो त काट्ने होइन होला नि त होइन काट्नु नि कुखुराको त नकाट्ने होला कुखुराको नकाट्ने नाना मसिनो काट्यौँ है अलिक मसिनो खै कतिको अब कतिको हामी काटेको? नै खाने हो हुन्छ किनभने साग लाउँदा अलिक मसिनै ठिक हुन्छ कि तातो तातो चाहिँ अलिक चाम्रो हुँदैन रहेछ है हजुर हो यस्तो र त छिटो छिटो खायो भने चिसो पनि बसिहाल्छ ल कान्छी
ल्याइदिउँ लानु दिँदैन एकैचोटि खाऊ न गर्दै गर्दै सेल आउँछ नि त अनि त्यही भएर ऊ के अरे ज्वाइँले बिच खानै पाउनु भएको छैन यहाँ काम गरेको हुनुभएको छ साइलीले अब पालो पालो पोल लिएर बसेर खान्छ कोठै कोठा कोठै हो छोरीहरू 3 जना कोठा कोठा भयो कोठा कोठा हुँदा त्यही तिनीवटा कोठा नै हुनु भनेको होइन अस्ति चाहिँ कोठै हुन्छ खाकी खा खाकी खा यति खा नखाने भन्दा पनि मर्ना त मोटो त केही हुँदैन भन्छ अनि अहिले चाहिँ कोठा 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 कुर्ती हुनु पर्यो कुर्ती हुनु पर्यो कुर्ती कुर्ती हुनु पर्यो के भयो कान्छी जतिको त यहाँ घरमा कोही पनि फुर्ती छैन फेरि होइन बिहान राति नै उठेर त चट्ट उठ्दाखेरि त नि भात तरकारी पाकिसकेको हुन्छ होइन नाना फुर्ती छैन अहिले त फुर्ती छ नाना साइली नाना गएपछि त कान्छी नानाको यहाँ फुर्ती छ अहिले मैले भाग लगाइसकेको छु अलि ज्वाइँको पुरा राखेको एकछिन पोलोस् न छोडिदिनु अलिकति खानु खानु न हजुर लिनु न त्यस्तो गर्दा हुन्छ अनि यो उयो चाहिँ अलिकति यो गरौँ कि भनेर नि के गरौँ ल साइली थालमा गरेर खाऊ त ल छिटो के गरौँ यो छिटो पिस अलिकति हुनु लागेको छ जस्तो लाग्यो त्यही भएर ल त्यो निकाल्नु अनि अरू लगाइदिनु तर यो भित्र चाहिँ नपाएको हुन सक्छ पाकेन भने चाहिँ तपाईँलाई नराम्रोसँगले गाली जान्छ नि फेरि ए हारोमा हेर्न फेरि ज्वाइँको पक्षमा पो लागेको त तेरो अलिक छाडा उठ्न गरे मम्मीलाई पुगेको नि पुगेको आमालाई दिन्छु ल नखाने एउटा ऊ साग लगाएर साग खादिनु त साग लगाएर भयो 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 नखाने हजुर एउटा अब हुनु लागेको छ पालो कति पिस 2 पिस हजुर लाज हुन्छ कि तपाईँ म अहिले यहाँ मेरो दाँत दुखिसकेको छ खान्न छिटो यता हेर्नु न भाइरस बच्यो भने भाइरस ज्वाइँ पनि भन्छ भाइरस मिठो छ आराम खानु न के अरे यो आराखा होइन आराखा आइरक हजुर आइरक भन्दा जानेको लु फेरि एउटा बनाएर खानु त फेरि गुरुङहरूले चाहिँ तपाईँको यसलाई रक्सीलाई चाहिँ पा भन्दो रहेछ क्या हजुर उता पश्चिमेली तपाईँहरूले चाहिँ हाम्रोमा आइरक हजुर हजुर त्यो उयो हेर पहिला खानु अनि नाना नै हाम्रो नि नाना नै हो आपा भन्नु हुँदैछ हामी पनि आफै हजुर ठुलै छोरीको मन राख्दिनु न नाना ए मम्मी मम्मीलाई रुगा मार्गी लागेछ क्या
खाने भए खालि खाइहाल्छ किन रिस उठाएको होइन रबला बनाएको आब्ला नारी सबला भारी अनि यस्तो सेकुवा त अनि खानुहुन्थ्यो त भनेर नि अनि त्यहाँभन्दा कति खानु त कसैले खानु भएन है आज खानु भएको ओ मुसा पुग्दा कुद्दैछ भिडियोमा पायो आपालाई लेख्छ आपाले खानुहुन्छ होला एउटा चाहिँ लेख्छ पाकिसकेको छ